फेरि पनि म दोहोऱ्याउँदैछु, यो सबै युवा लडाइँ गर्नु काटाकाट भयो, खुनपछि भयो, मृत्युमा गयो भने फरेस्ट डिपार्टमेन्टको डिएफओ जिम्मेवारी हुन्छ है। डिएफओलाई पनि हामीले दिएकै हो। अब सफा कुरा, 2 गाडी ढुङ्गा लगेको छ। 2 गाडी ढुङ्गाले चाहिँ हाम्रो एकजना परिवारलाई 1 हप्ता पुग्छ। घरमा अशान्ति छ हो, आमा बाउ, बुढी, चेली बेटी कहाँबाट सापट मागेर हालेको पैसा हो। दक्षिण सिक्किमको जोरथाङ निवासी रुबेन सुब्बा र उनका साथीहरूले कानुनी प्रक्रिया अन्तर्गत चिरबिरे स्थित कोइरी खानीको टेन्डर 37 लाख रुपियाँमा जितेका थिए। सीमित क्षमताको सो खानीमा दक्षिण सिक्किम डिभिजन वन अधिकृत डिएफओ कार्यालयले बिना टेन्डर नै अर्को युवा समूह पोकलोक कामराङ सालघारीका युवाहरूलाई पनि खन्ने अनुमति दिँदा विवाद उत्पन्न भएको जानकारी प्राप्त भएको छ। यस निर्णयले 2 युवा समूह बीच कडा मनमुटाव र स्थिति सृजना गरेको हो। रुबेन सुब्बा समूहले यो कार्य कानुनी टेन्डर प्रक्रियाको उल्लङ्घन भएको र यसमा डिएफओको लापरवाही रहेको आरोप लगाएका छन्। 2 समूहका युवाहरूको भनाइमा यदि लगानी गरिएको रकम फिर्ता गरिएमा आफूहरू सहमतिमा आउन तयार हुने जनाएका छन्। स्थानीय युवाहरूले वन विभागको गैर जिम्मेवार कार्यप्रति आक्रोश व्यक्त गरेका छन्। उहाँले बुझ्दैन, सिम्पल कुरा, यहाँ कुनै पक्षको कुरै आउँदैन। यो वर्ष हामीले लेखेर दियो, हामीले बिट गरेको लपेटामा ल्याएको होइन। उहाँहरूले त्यहाँ के भन्दछ भने चलन काटेर देखाऊ भन्दा देखाएको पनि छैन हो। जेसीबी ल्याएर 2 पल्ट भयो, घरिघरि च्यालेन्ज गर्दैछ। त्यसले गर्दाखेरि डिएफओ यहाँ आउनुपर्छ एरियामा। हाम्रो टाइम छैन माथि जानु, बाँच्ने कुरा छैन कि 2 पक्षकै तपाईँ डिएफओ सक्नु जानुहोस्। एउटा चाहिँ पक्का हो, मानुस् टेर्दिनु म भनिदिएको तिमीहरू पनि त्यो स्थितिमा भएर एकपल्ट कल्पना गर कस्तो हुन्छ भनेर। म त्यस्तो खालको मान्छे होइन जोसुकैसँग त्यस्तो गर्ने। फर्स्ट टाइम हुँदैछ, किनभने हामी घरमा अशान्ति भएर गरेको है र घरको सबै कुरो झिटिपिटी साथीभाइहरूले एकता गरेर चाहिँ हालेको र साथीभाइहरू सबले बुझिदिनु। टेन्डर भइसकेको चिजमा घरिघरि आएर यहाँ डिस्टर्ब नगर्नुहोस्। अर्को कुरो म फेरि पनि म दोहोऱ्याउँदैछु, यो सबै युवा लडाइँ गर्नु काटाकाट भयो, खुनपछि भयो, मृत्युमा गयो भने चाहिँ फरेस्ट डिपार्टमेन्टको डिएफओ जिम्मेवारी हुन्छ है। रुममा बसेर सिग्नेचर गर्दै लपेटा पठाउँदै जोसुकै पार्टी यहाँ नपठाओस्। किनभनेदेखि अल ओभर सिक्किम मैले अस्ति पनि मैले भिडियो कन्फरेन्समा भनेको छु, एकै तालमा टेन्डर हुन्छ सारा सिक्किममा। यत्रो ज्यादा पैसा हामीले हालिसकेर अहिले आएर फेरि 2 भाग तिमीहरू घरिघरि 2टा जेसीबी ल्याएर आएर घरिघरि यहाँ लम्की थापिरहन्छ। तिमीहरूले त पहिला पनि गर्यो, हामीले 1 बल्छ बलुवा पनि मागेन, गिटी पनि मागेन, फेरि आएर दक्ति दिन्छौ तिमीहरू। लु भन त, यहाँबाट म सिधै भनिदिन्छु कि डिएफओलाई पनि हामीले दिएकै हो। अब सफा कुरा, 2 गाडी ढुङ्गा लगेको छ। 2 गाडी ढुङ्गाले चाहिँ हाम्रो एकजना परिवारलाई 1 हप्ता पुग्छ। याद गर्नु यो कुरा। तर हामीले पेट मारेर डिएफओलाई ढुङ्गा पनि दिएको छ र यहाँसम्म गर्दा पनि हुँदैन भने चाहिँ अब यहाँ चाहिँ एउटै हुन्छ, 2 दलमा 1 दल चाहिँ मर्नै पर्यो यहाँ। लु त अब त्यसो भए लु अब साह्रो हुँदैन भनेदेखि चाहिँ। अनि जो मुख्यमन्त्रीले पनि त युवा मुखी भनेर तपाईँ हामी एउटै पार्टीको होइन होइन, तर आज उहाँको पोलिसीलाई कहीँ न कहीँ डिएफओ फरेस्ट रेन्जले ह्याम्पर गरेन तपाईँ र मलाई झगडा लगाएर भन्नुहोस् त। अनि सिधै कुरा भनिदिएको, हाम्रोमा यहाँ डेटा सेन्सस अनुसार पहिला जुन चाहिँ इलेक्सन कमिसन अफ इन्डियाले जो छुट्याएको डिमार्केसन छ त्यो आधारमा बोल्नु हो। यो त हाम्रो हो नि त। घरिघरि तपाईँहरू आएर तपाईँहरूको भन्छ। हाम्रो यहाँ त आफ्नो काउन्सिलर छ भन्दैछु, भोटर्स छ भन्दैछु नि त, किन दक्ति दिइरहेको घरिघरि। साथीभाइले यति भन्छु, तपाईँहरू अँध्यारोमा नपर्नुहोस् हो, अलिकति दिमाग लाउनुहोस्। सत्य र तथ्य कुरा के हो अन्त मात्रै यहाँ कदम लिनुहोस्। र तपाईँहरूलाई भन्दैछु, हाम्रो जग्गामा तपाईँहरूले फेरि पनि त्यो स्थान ओगटेर एकपल्ट कल्पना गर्नुहोस्। घरमा अशान्ति छ हो, आमा बाउ, बुढी, चेली बेटी कहाँबाट सापट मागेर हालेको पैसा हो। यहाँ हामी भन्दैछ त जेसीबीले जेसीबी कमाउनु आएको होइन, गाडीले गाडी थप्नु घर बनाउनु आएको होइन। हामी त रविबार भएपछि हाम्रो परिवारलाई के पो जुटाइदिउँ खानपिन भनेर आएको। मरौ परममा 1-2 रुपियाँ यसो चढाउनु सकिन्छ कि भनेर आएको त।
धनी हुनु होइन, बाँच्नुको निम्ति आएको हामी। हामीलाई के गर्थ्यो, घामले सब डढिसक्यो, पिल्सिसक्यो, रातभर ढाडहरू पोल्छ। अरे बुझ्दैन साथीभाइले? अब आज अन्तिम हो, घरिघरि नआउनु है। म भनिदिएको, कोही नआउनु यहाँ, कोही पनि नआउनुहोस् तपाईँहरू। अनि यहाँ आएर तपाईँहरू हामीसँग गफसप गर्नु सक्नुहुन्छ। आएर मजाले के विषय साथीभाइ आउनुहोस् न, पिकनिक सिकनिक गरे, युवामुखी यसो दुःख सुख गफ गरे, तर कोही विषय लिएर चाहिँ कोही पनि नआउनु। अनि तपाईँहरू ज्यादा यहाँ नबस्नुहोस् हो, काम छैन रहेछ, यो विषयमा आएको हो, कुरा तन्किरहन्छ। अहिले एकजनाले प्लाट चाहिँ के बोल्छ, मोड त सम्दिनँ, सिधै कुरो सम्दिनँ, लिम्बू केटा हो, सम्दिनँ म। त्यसले गर्दा नराम्रो हुन्छ, तपाईँहरू यहाँ गइहाल्नुहोस्। यो जेसिबी लग्यो राम्रो भयो, यो जेसिबी नलग्यो म यहीँ म आगो लगाइदिन्छु जेसिबी म अहिले। होइन नि त, साह्रै साह्रो गरे नि त, अलिअलि पनि होइन नि, तपाईँहरूसँग मिलिरहेको छ त हौ। यो माथि गाउँ तल्लो गाउँ एउटै पार्टी हो हामी। तपाईहरूले पनि पठाइदिनुहोस् उहाँहरूलाई, अब यहाँ बसेर झगडा मात्रै हुन्छ हो, उनीहरू डिएफ अफिसै जाओस्। गेम छैन दाजु त पठाइदिनुहोस् उहाँलाई, उहाँहरू गएर अफिसमा गएर बात मार्छ। कुनै पनि नराम्रो हेर्नुहोस्, म नगरौँ हो, डिएफओ म्याडमलाई मेसेज दिनुहोस्। हुँदैन, यहाँ चाहिँ झगडा भयो भने चाहिँ डिएफओ म्याडम, फरेस्ट डिपार्टमेन्ट, मल्ली रेन्ज टोटल रेस्पोन्सिबल हुन्छ। सिधा भनिदिएको, उनले रेस्पोन्सिबल हुन्छ। डिपार्टमेन्टले सही गर्नु पर्यो नि त, हुँदैन भने हुँदैन त, भयो त। यिनीहरूले भन्दैछ डिएफओ म्याडमले गर कि गर भन्दैछ, हो कि होइन? हो कि होइन भन्नु त? डिएफओ म्याडमले चाहिँ गर कि गर भन्दैछ अरे यिनीहरूलाई, गर कि गर होइन? लाइसेन्स डिएफओ म्याडमले लाइसेन्स दिएको, डिएफओ म्याडमले लाइसेन्स त तपाईँले मागेको नि त, बोलाउनुहोस्। तपाईँले मागेको हो नि त, नबाजेर के गर्नु त? तपाईँले जेसिबी लिएर किन आउनु त? पुलिस डिपार्टमेन्टबाट फरेस्ट शान्ति चाहनुहुन्छ भने सबै बोलाउनु। निकालिदिनु, छिटो निकालिदिनुहोस्।